तर मैले 10 महिना टिचर गर्दाखेरि म भर्खर 22 वर्षको केटा थियो, 22 वर्षको केटो, क्लास 6 to 10 पढाउनु पर्ने, 8 को क्लास टिचर, 8 मा 4 जना कि 5 जना थियो। अनि क्लास 10 मा त पस्नु पनि साह्रो, किन स्टुडेन्ट मभन्दा चिपेको थियो हो। अनि क्लास 6 को स्टुडेन्ट चाहिँ मसँग साइड खेल्ने, अनि मलाई हाँस पनि उठ्थ्यो। म भर्खर 22 वर्षको भर्खर है सर्भिसमा लागेको, सबभन्दा यङ्गेस्ट टिचर मै थियो एमङ ओयल जिटीमा काम गर्दै गर्दै गयो। अनि मलाई चाहिँ कुनै किन ट्याक्कै मन परेन त्यो, मलाई 10 महिना गऱ्यो, देन रिजाइन द जब है। त्यो ट्रान्सपोर्टेसनको प्रब्लम थियो, थुप्रो समस्या थियो। मेरो घर कवि विच इज भेरी नियर टु गान्तोकदेखि आधी घन्टा पुग्ने है, र म कहाँ जङ्गुमा काम गर्दैछु। अनि यसो सम्झेँ म चाहिँ जङ्गुमा बेसी बस्यो भने चाहिँ त्यहाँ अनम कान्छीको मेयक हुनेछ, रेचापुरा मेयकमा त दही भन्छ, फेरि गनबुट लगाएर बामपक बेर सानसानो तङ्बा खाएर मेरो जिन्दगी चाहिँ खतम हुन्छ भाइ मलाई। अन्त हुँदैन, म निस्किएँ त जङ्गुबाट नि। अनि म कलेज लाइफ, म सानोदेखि पढ्नुमा अलिक तेज थियो। मैले नर्थ डिस्ट्रिक्टमा क्लास 10 मा क्विज कम्पिटिसनमा सेकेन्ड भएको म सानोदेखि पढ्नुमा तेज थियो है। इङ्ग्लिस जिकेमा एकदम मेरो राम्रो थियो, राम्रो इन्टरभ्यू दिइबस्थ्यो। त्यसो गरेर मैले यता ग्रेजुएट टिचर रिजाइन गरेर यता मैले कोर्टमा काम गरेँ 92 मा। कोर्टमा काम गर्दा गर्दै अहिले हाइकोर्टको जज म्याडम मीनाक्षी म्याडम सिभिल जज थियो। कोर्टमा गर्दा गर्दै फेरि 15 महिना गरेर फेरि मैले त्यो काम पनि रिजाइन दिएँ मैले। आई हेभ रिजाइन 2 जब्स, मेरो 2टा सर्भिस काउन्ट भएन। त्यहाँदेखि म फेरि यता आयो, यता अफिसमा आयो। जति इन्टरभ्यू बस्यो म टपै गर्थ्यो। अब दोज डेज बन्जारी सरकारमा अलिकति के भन्छ तपाईँको पुसिङ पुलिङ ग्याप्दा चाहिँ मेरो थिएन, म बस्ती केटा। तर म पढ्नुमा तेज हुँदाखेरि थुप्रो इन्टरभ्यू मैले टप गरेको है। तर इन द लङ वार बिट्विन द ट्रुथ एन्ड द फल्सहुड, फल्सहुड मिन्स द फल्स एन्ड ट्रुथ द फाइनल भन्छ, जित सत्यको जित हुन्छ। म एकदमै तपाईँको हार्ड वर्किङ गर्नेवाला थियो। र त आज म यो डिस्ट्रिक्ट कलेक्टर चौकीमा म आफ्टर 33 इयर्स यसमा पुग्यो। र 1992 मा तपाईँको जब मैले जङ्गुबाट टिचर छोडेर म यता गान्तोक कोर्टमा मैले एलडिसी गरेको, अलिकति मेरो हिस्ट्री तपाईँले सेयर गरेको। र मेरो रुममेटलाई मैले भनेको थिएँ, एकजना लामा उहाँ रिटायर हुनुभयो। मैले उहाँलाई भनेको थिएँ आज्ञा नामगेल सर भन्थ्यो, म आज टिचर छोडेर म गान्तोक जाँदैछु कोर्टमा एलडिसी पोस्टमा। अनि म चाहिँ एक दिन चाहिँ एलडिसी भने एल काटेर म डिसी हुन्छु भनेको थिएँ। एल काटेर म डिसी हुन्छु भनेको थियो र त्यो मेरो पक्का भयो आफ्टर 32 इयर्स। किन मेरोमा त्यो डिटर्मिनेसन थियो, त्यो तपाईँको मेरोमा के भन्छ कन्फिडेन्स छ। इङ्ग्लिसमा एउटा कोटेसन छ, सेल्फ कन्फिडेन्स इज द फर्स्ट स्टेप अफ सक्सेस भन्छ। मान्छे आफूमा कन्फिडेन्स हुनु पऱ्यो, देन ओन्ली यु क्यान डु योर थिङ्स योर वर्क्स। आफूमा कन्फिडेन्स छैन भने के पनि गर्न सक्दैन। र त्यसरी गरेर आज 33 वर्षको यात्रामा गेजिङ आइपुग्यो, डिस्ट्रिक्ट कलेक्टरको चौकीमा आइपुग्यो। र यो गेजिङ डिस्ट्रिक्टमा मेरो दाजुले पनि डिसी गरेको इज ए रेकर्ड हाम्रो फ्यामिलीमा। मेरो दाजु अहिले एजुकेसन सेक्रेटरी हुनुहुन्छ। आजभन्दा 10 वर्ष अगाडि 2014 मा माई ब्रदर वाज डिसी हियर फर ए ब्रिफ पिरियड, 3-4 महिनाको लागि है। र दाजुभाइ 2 जना डिसी गर्नु यो रेकर्ड हो, त्यो डिसीको सक्सेसन बोर्डमा छ। आई एम नट गोइङ टु बुस्ट माइ सेल्फ, त्यो जस्ट तपाईँलाई सेयर गरेको। सो यो स्कुल को प्लेटिनम जुब्लीमा मेरो बेसी भन्नु केही छैन। फुटबल अघि नानीहरूको हाम्रो केटी नानी गर्ल्स केटीहरूको फुटबल हेरेँ हामीले, मङ्टेन भर्सेस यी स्कुलकै राम्रो प्रदर्शन गर्नुभयो। एकजना भाइले कविता पठन पनि गर्यो, त्यो मलाई एकदम मन पर्यो। जिन्दगी यस्तो हो भाइ, मलाई पनि थाहा छ, जिन्दगी सङ्घर्ष हो, जिन्दगी प्रतिस्पर्धा हो, जिन्दगी चुनौती हो। जिन्दगीमा कुनै सर्टकटको सक्सेस छैन। र तपाईँको म डिसी ग्यालजिङबाट यति बेसी स्कुलको डिमान्डहरू आउँछ, मिड डे मिल ठिक छैन अरे, कुनै के डायरी ठिक छैन अरे, कुनै के प्रोटेक्टिभ वर्क दिनु अरे। दिनमा एनसीको वर्क तपाईँको एनसी एप्लिकेसन चाहिँ 15-20 आउँछ, एमएलए साहबलाई लेखेर दिन्छ, बिडिओ साहब, पञ्चायत, सिएलसी प्रेसिडेन्ट, यति बेसी आउँछ। एनसीको एप्लिकेसन नै 1000 नागिसक्यो। र म चाहिँ त्यो जोसुकै एनसी दिँदिनँ, म जेन्युन केस मात्रै हेर्छु। किनभने एनसी कस्तो हुन्छ मलाई थाहा छ। म 6 वर्ष बिडिओ, 6 वर्ष एसडिएम गरेको मान्छे हो,
4 वर्ष एडिसी गरेको मान्छे हो, म अलिक पाकेको मान्छे हो। एनसी चाहिँ कहिले फेक पनि माग्छ, कोही जेन्युन पनि हुन्छ, कोही मिडल लेभल खालको हुन्छ। अहिले म जति पनि ग्राम पञ्चायतको प्रोटेक्टिभ वर्क लाउनु, स्कुललाई पनि म कति हुने काम हेल्प गर्दैछु, तर इन्डिभिजुअल केस कतिवटा फेक यस्तो के चाहिँ आई विल नट इन्टरटेन। किन हाम्रोमा कुनै त्यो एनसी करोड पैसा छैन, वे भेरी लिमिटेड पैसा। अनि त्यो पनि अब मनसुन सुरु भएको छैन। त्यो 21 तारिक मैले मिटिङ राखेको छु विथ अल द हेड्स अफ अफिस गेलजिङमा। मनसुन पानी पर्नु अब पो सुरु हुन्छ तपाईँको। अब अप्रिल मेदेखि पानी परेपछि कहाँ बल पहिरो, कहाँ एनसी पैसा हाल्नु पनि के गर्नुपर्ने, इट इज जस्ट मैले तपाईँहरूलाई सेयर गरेको। र जति पनि हुने काम एज अ डिस्ट्रिक्ट कलेक्टर गेलजिङ, स्कुललाई भयो, समाजलाई भयो, कुनै पनि गभर्मेन्ट इन्स्टिच्युटलाई चाहिँ कहाँ वाल लाउनुपर्ने, के गर्नुपर्ने, बेसी फन्ड हुँदैन डिसीकोमा, 2-3 लाख यस्तै हुन्छ, 2-3 लाख गरेर। किन हाम्रोमा पनि कुनै त्यो करोड पैसा छैन। हामीले कम्पनीलाई CSR रिक्वेस्ट गर्नु छ, CSR पनि स्पेसिफिक हुन्छ। CSR पैसा आउँदैन। CSR अस्ति एउटा फन्ड आएको, त्यो डिसिपिओको गाडी किन्नु भने, डिसिपिओको गाडी किन्न सक्यो, त्यहाँ रिमेनिङ हेल्थको पनि के गर्नु भने हो, यस्तो हुन्छ। र कसैले यो सोच्नु भएन कि डिसीकोमा चाहिँ करोड पैसा छ भनेर। करोड पैसा म त बारिदिहाल्ने मान्छे हो। म त्यो हातबाट त्यो के भन्छ पानी नचिन्ने मान्छे होइन। अफिसर थुप्रो किसिमको हुन्छ, कोही पानी नचिन्ने खालको पनि देखेको छु मैले। र डिसीकोमा जति फन्ड छ हुने काम तपाईँहरूलाई सदुपाय, जस्तै यो फेन्सिङ आज मलाई खुसी लाग्यो, मलाई भनिहालेँ, यो एकदम सदुपाय काम भएको छ। यहाँ अब जिल्ला साहबले राम्रो काम गर्नुभएको छ। यहाँ स्कुल म्यानेजिङ कमिटीले, स्कुल प्रिन्सिपल म्याडमले सबले यो गेट पनि राम्रो बनाएको छ। कुन फन्डबाट बनायो तर राम्रो बनाउनुपर्छ हो, यस्तो हुनुपर्छ। स्कुल चाहिँ अलि हेर्दाखेरि अलिक एट्र्याक्टिभ खालको हुनु पऱ्यो।